पहिली पहिली संसारै आउँदा तपाईँ संसारै आउँदा कस्तो थियो संसारै? संसार केही थिएन। के कस्तो थियो, के थियो? फुसको घर थियो, टिनको घर थियो, सबै जो खेती मात्रै थियो। अहिले त खै घरै घर। अनि 16 सालमा आएको। 16 सालमा कहाँबाट आउनुभएको? म आएको खरिबारीबाट। खोरीबारी? खोरिबारीबाट इन्डिया। ए अनि यहाँ तपाईँ आफै आउन मन लाग्यो कि कसले लिएर आयो? एउटा ऊ थियो हौ, राँगा खसीहरू बेच्ने, उसैले गर्दा आएको। के भनेर ल्याए? यहाँभन्दा राम्रो भन्यो कि खसी कट्टा खत्तम। यसको भलाइमा आयो। दुःख पाइयो? नभए म ऊ पाउँछु के अरे नोकरी खत्तम भएपछि के भन्छ पेन्सन पाउँथ्यो, पैसा हुन्थ्यो, त्यो पनि भएन। उहाँ के पहिले उहाँ नोकरी गर्दै हुन्थ्यो? सरकारी कामै गर्थे। ए तपाईँले मतिगढा त्यो बेलामा के पढ्नु भएको? मतिगढा खरिबारी यताउति। अनि तपाईँको घर कहाँ पऱ्यो? मेरो माथि सिस्ने हो, अहिले त बिर्तामोड हो। के थरी? सिक्देल। अनि त्यसले यता राम्रो छ आइज भन। को मान्छे रहेछ त्यो? को रहेछ त्यो? कसले जाउँ भनेको थियो? को मान्छे थियो यहाँ? त्यो त एउटा खसी कटा थियो, गौरीको बाउ हो, श्रेष्ठ नेवार। त्यो गयो अहिले नै, छोरा मात्रै छ गौरी। ए होइन, अब आइहाल्नु भयो। अनि त्यस पछाडि यहाँ कस्तो भयो त? कस्तो कस्तो बिरामीहरू? अब त कहाँ जाने त? कस्तो कस्तो बिरामीहरू थियो, के थियो त्यति बेला? हेरेको मान्छे पुरै। त्यति बेला कस्तो बिरामीहरू आउँथ्यो? कस्तो कस्तो बिरामीहरू आउँथ्यो? कोही ज्वरो आउने, कोही निमोनिया, कोही खोकी, कोही पेट दुख्ने, त्यस्तै। जाति पनि हुन्थ्यो हौ त्यति बेला। जाति हुन्थ्यो। अहिले पनि लिम्बू डाक्टर पनि छ। लिम्बू डाक्टर दोकान, दबाई दोकान। दबाई दोकान छ अहिले? दबाई दोकानको नाम त अशोक हो नि। अशोक भन्दैन, लिम्बू डाक्टर, सुब्बा डाक्टर। कहाँ हेरेको सुब्बा डाक्टरको भन्छ अहिले पनि हो। त्यस्तो छ भाइ। अनि त्यति बेला तपाईँले यस्तो यो औलो लागेको बिरामीहरू पनि आउँथ्यो? औलो लागेको बेला कस्तो थियो त्यो बेलामा बिरामीहरू? औलो लाग्दा ज्वरो आउँथ्यो नि। अनि सलाइन दिनु पऱ्यो, एन्टिबायोटिक दिनु पऱ्यो। अहिले मैले चलाएको दबाई छैन त्यहाँ। के दबाई थियो? के दबाई थियो? डक्टरले दबाई नै थियो, अर्कै थियो। के नामको? थुप्रै नाम थियो, बिर्सिसक्यो। बुढो भयो। तपाईँको पुरा नाम चाहिँ के हो? लालबहादुर लिम्बू। हजुर? लालबहादुर लिम्बू। लालबहादुर लिम्बू। एलबी लिम्बू भन्दा पनि हुन्छ। अनि यस्तो छ है। अब जाने बेला भयो। आदमभरिकै छैनन्। छन् त? छैन। अनि त्यही त। अनि कस्तो थियो त बजार? कस्तो थियो? अनि म त मासु खान्न, पिरोहरू खान्न। मासु खाऊ त उहिले जान्छ। उता राख्नु भाइ। अनि यस्तो छ। कस्तो थियो त? कस्तो थियो त्यति बेला? कस्तो थियो ठाउँ? आदमभरि छैन, जानै पर्छ नि, होइन? हो, ठाउँ कस्तो त्यति बेला? यो गाउँठाउँ कस्तो थियो त? यो गाउँठाउँ कस्तो थियो पहिले? गाउँ यस्तो घर थियो, टिनको घर थियो,
खरको थाना थियो उम्, सबै अहिले त खेतीमा घर बनाएको छ पहिले त खेती थियो त्यो सबै उम्। त्यस्तो थियो पहिले तपाईँकोमा दबाई बिरामी भएर मान्छेहरू कहाँ कहाँदेखिको आउँथ्यो हँ कहाँ कहाँदेखिको बिरामीहरू आउँथ्यो यहाँ थियो के अरे तर बिर्तामोड मेन रोड के पो भन्छ हौ बिर्ता बजार हुँ? बिर्ता बजार बिट्टा बजार पनि आउँथ्यो अँ त्यति बेला त्यति डक्टर पनि त थिएन नि थिएन को को थियो डाक्टर त्यति बेला एउटा नेवारबाट थियो मेरो अगाडि त्यो पनि गयो उहिलेरै गयो अँ के नाम हो कहाँ पो गयो हौ थाहा पाउनु भएन नि त अरे बिस्तारीको निक्लेको थियो त यतिको नाति हो ए ल ल कतिमा पढ्छौ आयो एकमा पढ्छ के नाम हो आरुष ओ आरुष नाम ल ओके अनि अनि मान्छे कहाँ कहाँबाट आयो खेतीमा सबै बारी घरै घर अलि त बस्नु अँ खेतीमा घरै गर्छ घरै घर अनि भोकमरी लाग्यो होला मान्छे मकै बारी थियो धान बारी थियो अहिले त घरै घर काठमाडौँसम्म रहेछ नि भयो घर चाहिँ ठाउँ ठाउँ यस्तै छ बाटोको छेउछाउ छ अनि अहिले मात्रै गएको छैन काठमाडौँ उहिले गएको छैन घरहरू छैन है आज घरै घर भयो बाटोको छेउछाउ सबै होइन पकाउँदैन नपकाउनु अनि त्यही त यसो कुराकानी गरौँ भनेर आएको पुरानो कुराहरू पत्रकार हौ अँ यो घर चाहिँ कहिले किन्नु भएको थियो कति सालमा लिनुभएको यो घर त्यति बेला सैनिक गढ मात्रै थियो कति सालमा लिनुभएको अरे यो घर जग्गा जग्गा हो कति सालमा लिएको अरे यो 15 सालमा 15 सालमा त्यति बेला सैनिक बजार मात्रै थियो बिर्तामोड थिएन के थियो ल भन्नु कुन कुन ठाउँहरू थियो ल भन्नु यो ठाउँमा त्यही भने नि अँ आज त खेतबारी धानबारीमा सबै घरै गर्छ पहिले थिएन खेती मात्रै गर्थ्यो पातावा गर्थ्यो अँ आज त त्यही त्यस्तो थियो अनि कुन कुन ठाउँ थियो हँ ठाउँहरू कुन कुन चलेको थियो अरे त कैसँग रुखपात थियो होइन सबै गाडेन। वरिपरिको ठाउँहरू चाहिँ कहाँ थियो उताको ठाउँहरू चाहिँ कुन कुन ठाउँ चलेको ठाउँ थियो उता थियो उता होइन हौ बिर्तामोडतिर कतिको घर थियो भन्नुहुन्छ ए पातालो छ अरे अनि बिर्ता बजार थियो कुन कुन ठाउँहरू थियो के हो के भन्छ बिर्ता बजार चोक हुन्छ नि चोकहरू मात्रै छ त्यहाँ अँ नमकमा चोकै थियो यहाँभित्र पनि चोकै थियो घर थिएन थिएन त्यति अनि यता पाहाडतिर पाहाडतिर अँ पाहाडतिर त उसमा हुन्छ सहरमा सानैमा इन्डिया जानुभएको के खोरीबारी थियो माथिबाट थियो सुक्या पोखरी थियो सुक्या पोखरी चिन्नु सुनेको सुनेको अनि के अरे पहिले तपाईँ जन्म चाहिँ कहाँ पाँचथरै हो 5 थर उता 8 पल्ला कहाँ जन्मिनु भएको है कुन ठाउँमा जन्मिनु भएको थियो पहिले कहाँ तपाईँ कहाँ पहिले जन्मेको अरे? बाउ आमा पाँच थर पाँचथर होइन माउलामा जन्मेको न हजुर होस् पाँचथर हो माउलामा मामा भित्र आठलाई 8मा अठाइमा अनि कहाँबाट पुग्नु भयो त भयो इन्डिया इन्डिया त फेरि इन्डिया त्यस्तै एउटा दबाई थियो हौ कसले ल लग्यो? घुम्नु भन्यो कि अनि गयौँ अँ, गएर जान्छ फेरि बाहिर जानुपर्छ घर त फेरि अनि एउटा डक्टरको घरमा पो बस्यो
त्यो मान्छे चाहिँ फर्क्यो दमाई थियो त्यो मेरो सुक्खा पक्री डाक्टर सुक्खा घरमा पक्रीमा 4 वर्ष बसियो त्यही हो घुम्दै 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 त्यतिकै इन्डिया जानुभयो जाने जा दुध कुदाउँदैन त अङ्कलले चाहिँ होइन पर्दैन नपकाउनु ए अनि त्यहाँदेखि यहाँ आउनुभयो यतै बसेको बसेँ अब यस्तो हँ? अनि पहिले अङ्कलले नमस्ते गर्नु पर्दैन कति 20 भयो अघि भरिसक्यो 22 सालमा अँ काठमाडौँ गयो अँ काठमाडौँमा त्यति पात घर बाक्लो थिएन थिएन अहिले त अब टन्डर छ कहिले जानुभयो फेरि लास्टचोटि 20-22 सालमा अहिले चाहिँ पछि कहिलेचोटि जानुभयो फेरि भन्नु त अस्ति त भर्खर जानु होला 15-20 वर्ष होला ए 20 वर्ष त बग्छ होला बाक्लो छ नि हौ। अस्ति पानीमा त्यो गहिरो ठाउँमा त बगायो नि मान्छे मर्यो नि थाहा छ थाहा छ बास हुँदैन अब कहाँ अहिले डाँडा डाँडामा बगाएन कहिले जानुभएको त्यो लास्टचोटि भन्नु त भयो होला त 15 वर्ष भयो होला काठमाडौँ जानुभएको 15-16 लागेको छ मलाई भीमभात पनि हो खरिबारी भन्ने उत्तानो उता छ त्यो के बिसाएको भने धान बिसाएको अरे नाम चाहिँ बिर्सी त्यो बोक्ने मान्छेको हो। भीमभात पुग्नु भयो छैन त्यो त पुगेको छुइनँ धानको उरुङ थियो अहिले चाहिँ पाहाडमा भएको थियो खरिबारीमा चाहिँ पूर्व पर्छ अरूले यसो मान्छे आउँदा जाउँला भनेर राखेको नि लगेर खाइहाल्यो के खानेकुरो के थियो भाइ खानेकुरा हँ? अनि कोक्तामा खाँदैन? देवघरतिर पनि घुमियो इन्डिया ए बाले छिट्टो लिएर आउँला भनेर गएको त भेट्नै भएको कता चाहिँ बजार बजार जानुभएको रहेछ नि त उहाँ चाहिँ कति बजे आउनु उहाँ अघि नै आउनु भएको नि तपाईँ हुँदैन है अघि बाजे हुनुहुन्थ्यो म अघि नै आएको नि भाइ तेरो पनि आयो फोटो ल क्यामेराबाट नाति नाति हो नि ल ल ल ल त्यस नाति छ नि त नाति छ अहिले सानै चाहिँ उताउलो छ बेसी कतिवटा छ अँ यतिवटा हो 6-7 वर्ष 7 वर्ष लाग्यो तर धेरै उतालो नहो है भाइ सबै झार हौ उसो बाबा त पर सालबारीमा गल्तापमा पुर्याएको छु हजुर उसको बाबालाई त गल्तापमा पुर्याएको छौँ त्यही त विचार गर्ने भाइ राम्रो पढ राम्रो पढ किन टिभी टेलिभिजनमा लाउन आँट्नु भएको अँ 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 दुध लिएर आइज बाली ए जग्गाले चाहिँ कतादेखि दोकानमा कुन दोकान उयो तिनसिनेको दोकान देख्छ होलसेल अँ ए त्यो रमेश काकाको दोकान लानु छ होइन अनि उता त्यो दोकानको उतापट्टिको ए त्यहाँ कुतै झापाको पुरानो ऐतिहासिक बजार नेपालमै चर्चित बजारको रूपमा स्थापित शनिश्चरी बजारमा 2016 सालमा आई औषधि उपचार खास गरी डाक्टर सुब्बा डाक्टरको नामबाट चिनिनु भएका सुब्बा डाक्टरको अहिले उहाँ 96 वर्षको हुनुहुन्छ उहाँको शनिश्चरी स्थित यो पुरानो घरमा छु मैले उहाँसँग कुराकानी गरेँ त्यो समयमा स्वास्थ्य जटिलता थियो खास गरी 2-3 जना डाक्टरहरू मात्रै रहेको यो क्षेत्रमा उहाँले यहाँको चाहिँ स्वास्थ्य समस्यालाई निकै हल गर्नुभएको थियो म आफै पनि चाहिँ सानोमा बिरामी हुँदा उहाँको हस्पिटलमा उपचारार्थ गएको थिएँ आज उहाँलाई मैले भेटघाट गरेको छु मैले अघि नै उहाँसँगको कुराकानी संवाद देखाएँ उहाँ अहिले पनि यो पुरानो घरमा बस्नुहुन्छ